हेलो गाइज, वेलकम टु माई न्यू भ्लग। आज चाहिँ हामी सुर्खेतको कवासी घुम्न गइरहेका छौँ। को भन्नु होला, यता हाम्रो मास्टर यहाँ छन्। थकै भन्दै त दुई चार शब्द कस्तो छ? थकै लाएर हक्कास्टी भएको भावै क्यारी आउँला उकालोमा भावै कैथरी जाने होला ओह्रालो दो खुट्टा दुखेर भाल गली के काट्टे कुच्चा भन्छ नि अर्को माउडे काट्टे कुच्चा भने जस्तो भएको। पानीको बोतल पनि बोकेर हिँडेछौँ है आज हामी गाइज। अब केही चाहिँ भन्नु, दुई चार शब्द भन्दैन यार, के कस्तो लाहा धौगेको भाव भोग्लाइको हक्कास्टी खल्थ्यौँ त रुप्यो नै क्याद्दा रे पैसा छैन खल्थ्यौँ, त्यो त पानी बोकेर हिँड्यौँ है हामी आफै धाराको पानी ओरिजिनल पानी अर्ग्यानिक। गर्मीले कास्ट भए यताको भ्यू फेरि यस्तो डेन्जर छ कि तपाईँलाई योभन्दा राम्रो भ्यू माथिबाट सुर्खेतको पुरै भ्यू देखाउनेछौँ। लगाइज आज तपाईँलाई हामी माथिको पुरै भ्यू देखाउनेछौँ। हामीले सुर्खेतको भ्यू देखाएको छौँ आज। हेरिदिनु होला, माया गरिदिनु होला, सपोर्ट गरिदिनु पऱ्यो न्यू भ्लगमा हाम्रो।